ल हेटे केटा हो फेरि पनि भन्नु पर्दाखेरि उहिले लभ पर्दाखेरि चाहिँ गिभ मी लोन भन्थ्यो। अनि केटा मान्छेहरू चाहिँ बिस्तारी बिस्तारी एक्लै हुन्छ है, एक्लै काम गर्नुपर्ने एक्लै हुन्छ, पैसा कमाउनु पर्ने एक्लै। अनि त्यति बेला गिभ मी लोन भनेको चाहिँ यति बेला निक्लिन्छ है केटा हो। बिहा गरेपछि चाहिँ आफ्नो दुनियाँ हुन्छ। अनि त्यति बेला सम्झिनु, त्यति बेला भनेको चाहिँ भन्दै। अनि हाम्रो चाहिँ लन्च टाइम हुन्छ। अब बिहान उठेकोदेखि चाहिँ पैसा चाहिन्छ। अब स्कुटीमा तेल हुन्छ, गाडी हुनेको गाडीमा तेल नभएदेखिलाई खाना खरक सबै जोडेपछि बिहान उज्यालो भएपछि पैसा नै पैसाको खेला हुन्छ। अनि पैसाले पुर्याउनु साह्रो पर्छ। अनि त्यसो भन्दै हामी चाहिँ अब हाम्रो केटाहरूको साथमा चाहिँ हल्का फुल्का खाजा खाएर काम गर्नुपर्ने हुन्छ। टाढो छ, दोकान छैन नजिक, भनेको जस्तो सुविस्ता छैन, गाउँघर छैन, यहाँ टाढो पर्छ गाउँघर। अनि हामी चाहिँ दुःख सुख आज चाहिँ हावा जस्तो खाजा खाएर हावा जस्तै काम गर्नुपर्ने हुन्छ भन्दै आफ्नो धुनमा केटाहरू आफू नै खाइरहेको हुन्छ। अनि बिजी छ केटाहरू आफ्नो धुनमा आफू हाँस्दै हुन्छ कि के गर्दै आफू खुवाइ हुँदैछ। अब खाइसकेर चाहिँ यो पर देख्नेदेखि चाहिँ वरसम्म निकाली ल्याउनु पर्छ। केटाहरूको मुस्कान हेर्नु सक्नुहुनेछ, मुसुक मुसुक हाँस्दै खाँदैछ। अनि 2 किलोमिटर चाहिँ हामी यो स्काई वक हुँदैछ। यसमा चाहिँ रोडले भेटेको जति चाहिँ काट्नु पर्ने हुन्छ र क्यानगुर गर्नुपर्ने हुन्छ। अनि बिजोक चाहिँ जुक्काले खान्छ, त्यस्तै बुस्न आउँछ, त्यस्तै हो त भन्दै हेर्नु सक्नुहुनेछ। बराबर काटिलिएको अब अलिक पनि चलेको छैन मेलो, देख्नु सक्नुहुनेछ। त्यहाँ परबर उतै परबर यहाँसम्म आइपुग्यो। अब यहाँदेखि कहाँसम्म पुग्नुपर्छ भने तपाईँहरूलाई पछि देखाउने छु लास्टको भिडियो। अनि भन्दै अब खाजा पनि हल्का फुल्का खाइसक्यो। अब कामतर्फ लाग्नु पर्ने हुन्छ। अब सकेपछि त बिजोक छै ब्रदर हो भन्दै आजको भिडियो हेरेर इन्जोय गर्न सक्नुहुनेछ। ह्याभ अ गुड डे है ब्रदर हो।